नमस्ते सबैजनालाई। अब भने चाहिँ हामी मेरो मावला गाउँ भोजपुरको दिलपातिर लागौँ है त साथीहरू भिजिट गर्नलाई। पूर्णबहादुर मुकारुङ र पार्वती मुकारुङ थार्मेनीको सन्तानहरू हामी। छैन आमाको साइडमा कोजाग्राम पूर्णिमा जन्मेको र मेरो बाउको नाम पूर्णे। अनि पछि मर्दा पनि त्यही कोजाग्राम पूर्णेकै दिन मर्नु भएको मेरो बाउको नाम। अनि पूर्णे अन्नपूर्णे। ए माइली बुवाजी पकाएर पनि दिइसकेको होइन त खानपिन? हजुर, हिजोको मेरो प्रतिबद्धता थियो नि त। हिजो म केही नगरिकन बसेको गरेर भोलि पकाएर खुवाउँदा भनेर। ल ल ल ल थ्याङ्क यू हिजो भनिवरी नै आराम गरेको। ए ठुली उठी उठी भेनाजु मामा घर कस्तो लाग्यो त? मामा घर ससुराल नपाउनुको एकदम नपाउनुको मलाई त यो भन्दा राम्रो त कहीँ पनि लागेन। खिच्दैछु त तेरो कति खिचिदिएको छु आमा गाइड मामलाको ढुङ्गे धारा, मामलाको ढुङ्गे धारा। यो चाहिँ त्यहाँ फोहोर नगर न। कहाँ राम 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 किन जुझेका? पानी नभएको देशबाट आएको पानी देखेको त हो। पानी किराहरूले के यस्तो ढुङ्गा लगेर धारा बनाउनु पर्ने। हाम्रो पनि बाबा त्यो पानी आउँछ नि एउटा धारामा चाहिँ क्या। तर सधैँ त्यो मोटरले पानी खाँदै गर्ने यस्तै टुल्नेकोमा त्यहाँबाट ढुङ्गा त जाँतो यसरी गर्ने सबै जाँतो बनिने ढुङ्गा छैन रहेछ। मुकारुङ रिसोर्ट ए राजन मुकारुङ होमस्टे। होमस्टे बाउले रोप्नु भएको। उता त मरेको दाउरा क्या त्यो। यो चाहिँ त्यत्रो रहँदो रहेछ हौ। गुराँस रहेछ हौ। त्यो ढुङ्गा त बस्नु त हरियो कालो भएको। त्यो झ्याप्प त ठुलो। अब त्यहाँ कति फुल्छ दिदी? जग्गाकै रहेछ बनपालामा। आउनु पाए त नि। त्यो जमानामा दाजुलाई टिटनेस कहिले भएको? त्यतिखेर आएको म 13-14 वर्षको हुँदाखेरि आएको। यो बनाउन आउँदाखेरि सासमा बास भएर अनि यहाँबाट उता बाटो उता पारी उहाँ गरेर गएर हामीले त्यहाँ बनाएको छौँ चौतारा उता हो। बाटो यहीँबाट हो, यतैबाट जाने पारी उता छ बनपाला होइन मजाले फुलिरहेछ। यो झ्याममा परेको चाहिँ कटुसको रुख होला यहाँमा कुइनारु। यो हरियो छ नि आमा। यो त्यो ढुङ्गे धाराको माथि के मधेसको उ जस्तो। अनि कटुस चाहिँ कहाँबाट झरेको त? त्यहीँ झरेको छ त रास। भलाए कुखुरा छ कि यो उहरू? कडकनाथ त होइन। सिउर पनि कालो हो न, हेर न दबाई हुन्छ। कस्तो राम्रो हो यो कुखुरा। कति मन पर्यो कालो हुन्छ यसको त। सिउर पनि सबै कालो हुन्छ। कस्तो राम्रो। ए पानी बलेसो कराउँछ न्याउलो रुन्छ लेसो। माउलो घरको रमाइलो नि।
घडी चरो पनि छन् 10-15 वटा ठिक्कको उहिले भलाए कुखुरा भन्ने चलन थियो गाउँघरमा। अहिले चाहिँ कडकनाथ भन्छन् विदेशीहरूले, हामी चाहिँ उहिलेदेखि नै भलाए कुखुरा भन्थ्यौँ। त्यसको चाहिँ मासु सबै कालो हुन्छ, सिउर पनि काली चाहिँ। यो चाहिँ ओखती हुन्छ भन्थे उहिले। 16 वर्षमै मेरो बिहा भएको छ। त्योभन्दा अगाडि के गर्नुहुन्थ्यो? अगाडि त खेतापाता खेतपाती कता हुन्थ्यो? के गर्नुहुन्थ्यो त? बिहादेखि उँधो सबै थियो, बारी यस्तो थिएन, सबै खेतीपाती टन्न मकै कोदो। यहाँ यत्रो छाङ्रा लाउँथ्यौँ। त्यो त्यहाँ माथिल्लोपट्टि 2टा गरा थियो। एउटा गरामा ड्याममै पिँडालु, एउटा गरामा नेपाली भटमास टबमा लाउँथ्यौँ। छेउछेउमा अनि सिम्बुको साग रोप्थ्यौँ। अझै छेपीको साग कुवा छ। अनि अहिले उबेलाको र अहिलेको गर्दाखेरि कस्तो हुन्थ्यो? कस्तो लागिरहेछ त तपाईँलाई? उबेलाकै राम्रो हो। अहिलेको यस्तो नौलो ल्याए, नौलो राम्रो भयो। तर अझै यहाँ भने जस्तो मनसन्तोषको चाहिँ भएको छैन। पहिले चाहिँ सबै आफ्नै तरिकाको थियो। उसै राम्रो प्राकृतिक थियो। हामी त्यत्रो ठुलो टार थियो, यो घर थियो। यहाँ घर मतान थियो। अनि त्यो मतान गर्दा सबै थियो काम त यतिखेरि गर्थ्यौँ नि। अनि बोजूले कुट्नुहुन्थ्यो, कुटा खानुभयो? भाग्थ्यो रहेछ ठाउँ भएको मेरो त उहाँ बोजू बस्नुहुन्छ, यहाँ आमाहरू बस्नुहुन्छ। एउटा पुछेर हुर्र कुदेर भाग्ने त सिको त अनि आमा ठ्याक्कै खेती गर्दाखेरि बोजूले यहाँ ल्याएर अनि छट्टा लागेपछि कुदेर मेरो त बोजू थिइन्, बोजू हुनुहुन्थ्यो र बोजू हुनुहुन्थ्यो लाटो बिचरा। हाम्रो त के गर्नु, फेरि साथैमा ती साथै तर अलिक अझै तर चित्त बुझ्छ चाहिँ बनाइसकेका छैन। अनि भर्खर बनाउँदैछ नि, कस्तो अचम्म हो। बुहारीले के गर्छ, एक्लैले के गर्छ बिचारा, धन्न गर्दैछ त नि। नातिकेटीले अलिक साथ दिनु। नातिले पनि दिन्छ, अब उसको बेला आउँदैछ, दिने बेला आउँछ। अहिले नै कहाँ आमा ऊ त्यहाँ पाकेको रहेछ, ऊ त्यहाँ भित्तामै छ। घरि पनि झरेको रहेछ। उहाँ हाम्रो बाइस पनि झरेर तँ चाहिँ टिप्नु न पहिला। अघि यहीँबाट टिपी लगिवरि खोलेमा मिचेर। ए चियाको बोट। माउला कस्तो लाग्यो त? माओला एकदम जुगमा उहिले दाजुलाई टिटनस हुँदाखेरि आएको थिएँ। अनि एकैचोटि अब यत्रो वर्ष पछाडि आएको, एकदम रमाइलो बनाएको रहेछ। भाइ कान्छाले नयाँ रूप दिएको रहेछ मावली घरको चाहिँ। पहिला आउँदा अर्कै थियो, अहिले यस्तो बनाएको रहेछ। खुसी लाग्यो, एकदम धेरै धेरै खुसी लाग्यो। आशीर्वाद छ। बुहारी आइसक्यो, स्याहार गर्ने संरक्षण गर्ने बुहारी हुनुहुन्छ। नुन पर्यो। बुवाजी ससुराली घर कस्तो लाग्यो? कस्तो रमाइलो भयो कि भएन? मन पर्यो? के छैन? सन्चै छ? त्यतिको सन्चै हो अहिले। तपाईँ धेरै सन्चै, त्यो दिमागमा सन्चै छैन भनेर नलिनु। त्यो दिमागमा सन्चै छ भन्नुपर्छ। अलिअलि अब हुन्छ नि त, मान्छेको शरीर हो। तपाईँलाई त अनि रातारात गरेर ल्याएको कस्तो लाग्यो त? अनि तपाईँलाई राम्रो लाग्यो नि त? पानी हालेको गाई यहाँ चाहिँ गाई पानी हाल्दा के हुन्छ? ए हरियो बाल्टी के छ त्यता? पानी हालिदिएको खोर्सानीमा?